हेलो साथीहरु, वेलकम टु माई ह्याप्पी फ्यामिली ब्लग। हजुरहरु मेरो ब्लगमा स्वागत छ साथीहरु। आज चाहिँ हामी कता जान लाग्यो भने आज चाहिँ हामी जान लाग्यो बन्दीपुर। फाइनली बन्दीपुर आइपुग्यौँ। बन्दीपुर बजार आइपुग्यौँ। हामी चाहिँ अब हामी जान्छौँ यहाँबाट टर्न लिन्छौँ हामी बन्दीपुर खड्कामाईको दर्शनमा। लु यताबाट चाहिँ उसतिर जान्छ के टुरी खेल, अनि यहाँबाट जान्छ खड्कामाईको मन्दिर, अनि त्यसपछि हामी जान्छौँ त्यहाँ थानीमाई अलिपछि। तर पार्किङ पनि नभएको यहाँ मुनि मुनिले बुढी खाँदैछ। केबल काठ, बन्दीपुरको केबल काठ। तपाईहरु पनि आउनु होला, बन्दीपुरको केबल काठमा चढ्नु होला। राम्रो एकदम भाइब्स, एकदम राम्रो खतरा भाइब्स आउँछ। यो हो बन्दीपुर बजार साथीहरु। पछाडिबाट यस्तो देखिन्छ। भित्र बजार नै गयो भने त खतरा छ नि, फेरि खतरा खतरा छ बन्दीपुर, खतरा। यो चाहिँ 3 स्टार होटल हो, होटल पनि हो अनि प्लस केबल कारको चोक पनि हो। केबल कार बस्ने चोक। ल साथीहरु, अब हामी चाहिँ यहाँ झरिसक्यौँ खड्कामाईको मन्दिरमा। अब हामी जान्छौँ, आउनुहोस्। मेरो पछाडि मैला लाग्यो होला है अघि गाडीमा। गाइस हामी चाहिँ जाँदैछौँ। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो खड्कामाई, अनि त्यहाँ माथि चाहिँ त्यो डाँडा छ नि, त्यो डाँडा चाहिँ हाम्रो थानीमाई। अहिले हामी जान्छौँ त्यहाँ होइन। एउटा चाहिँ फुल छ, ल फुल छ, फुल लान्छु हो। This is the entrance, guys. यहाँ चाहिँ हामीले यसरी ढुक्नुपर्ने हुन्छ। This is our खड्कामाई। त्यस्तो आज त छुट्टी रहेछ क्या है, त्यसहरू पनि। अब सरदम बनाउँछौँ हामी, पूजा सरदम। म चाहिँ यसरी ल्याउँछु घरबाटै साथीहरू। बजारमा त म कहिल्यै किन्दैन, मन्दिर सन्दिर जाँदाखेरि यस्तो सामानहरू ल्याउँछु। दुना टपरी घरमै हुन्छ, अनि यसरी बनाएर आफैले टक्क पूजा गर्छु। तर आज मैले चामलै ल्याउनु बिर्सिछ कि, कस्तो भयो नि त भाइ। के गर्नु, आफूले मात्र सकिन्न। बुढाहरू यस्तो चस्मा लगाएर मात्र निस्किन खोज्छ। बुढीहरूले साथ सपोर्ट भन्ने छैन। साथ सपोर्ट के हो के दिप्सा, बुढाको साथ सपोर्ट छ मलाई भन्छ नि। के साथ सपोर्ट भनेको के, म त्यो नि बुझ्दैन। मलाई झन् के थाहा मेरो बुढा। मलाई अरूले जे भने नि मलाई मतलब छैन। मलाई मेरो बुढाको साथ सपोर्ट छ भन्छ नि, त्यो के भनेको, के को साथ सपोर्ट? आई हेभ नो आइडिया। मेरो त साथ सपोर्ट नै छैन। किन छैन? लौ यहाँ अहिले हाल्नलाई साथ सपोर्ट। ए साथ सपोर्ट छ मलाई मेरो बुढाको। Women. पैसाको साथ सपोर्ट। ल अब कि साथीहरू नआएकोले जेकी मार्नु चाहिँ टोप झोलाउँछ न जिउ छ्या। ए बिजो गाडी सिक्यो अक्क बक्कै छैन। त्यसै खानामा त ल्याएर बहँदैन। ए भाइ के भा, यो बिबिसा थापाको एसएलसीमा A+ ल्यायो भनेर ल्याओस् भनेर। ठिक छ तेरो मन ल।
हजुर ल ल ल डिल है त ल ल A+ ल्यायो भने त होइन त अजिम दाइ हामी मिलेर त के दिन्छौँ म त हामीले अझ के सोच्यौँ है A+ ल्यायो भने के अब भविष्यमा के हुन्छ तर A++ नै आउन सक्छ ओहो उता त यस 3.61 3.61 A+? यस त्यति त इजी होला नि बिर्सा एउटा झाम हुन्छ त्यहाँ घुम्ने ठाउँ अनि एउटा हातमा आइफोन 6+ ल्याउनु बित्तिकै तेरो हातमा त आइफोन त ढ्याङ ट्याङ 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 सेके भयो होला भगवान के लाते यहाँ पोछा नि झोर्ने खुर्का ल अब यहाँ सरदम बनाउँदै हुनुहुन्छ त्यही पूजा गर्न गएको पूजाहरू आउनु भएको होला मङ्गलबार त होला मिल्यो नि त बेरोजगार साथीहरू अब हामी चाहिँ पूजा पाठ गरेर भ्यायौँ अब खड्कामाईको चाहिँ पूजा गरेर भ्यायौँ अब हामी चाहिँ थानमै जान्छौँ थानमै हजुरहरूले देख्नु भएको छैन होला अघि देखाएको थियौँ नि हामीले उता पारी त्यहाँ हो त्यहाँ चाहिँ उकालो चढ्नुपर्छ लगभग 1 घन्टा आधा घन्टा लाग्छ लगभग आधा घन्टाको हाई चढेपछि बल्ल के अरे थानीमाई आउनुहुन्छ थानमाईको मन्दिर अहिले हामी देखाउँछौँ बाई बाई दिनुपर्छ भनेर लड र साथीहरू यहाँ चाहिँ साली भेना लडेर हैरान गरे साथीहरू यिनीहरू त यस्तै हो यिनीहरू त यस्तै हो ल पनि पर्छ एकछिनमै म चाहिँ हेरेको मोए म चाहिँ ल साथीहरू अब हामी चाहिँ पूजा गरेर भइसक्यौँ अब फर्कै बिचरा नि कुरा जाँदा त यिनीहरू चाहिँ यस्तै म चाहिँ यहाँ हरि बिजोग छ उनीहरू चाहिँ छट्टाएर हिँडे म चाहिँ यहाँ के बोक्नु पऱ्यो ल अब हामी चाहिँ यहाँ पूजा गरेर भ्यायौँ साथीहरू अब हामी चाहिँ जान्छौँ थानीमाई हिँड्छु र यहाँ र सिस्टरले यहाँ फुल टिप्दै हुनुहुन्छ भयो कि धेरै नटिक्कै मन्दिरको फुल धेरै टिप्नुहुन्न के हेर जाम तपाईँहरू के लेखेछ यहाँ लु अब हामी चाहिँ गाडी पार्किङमा राखेर अब हामी जाँदैछौँ थानमाईतर्फ साथीहरू यता हेर्नु त ओ साथी कस्तो भइरहेको छ नि बुढीहरू ब्याग बोक्दा रमाइलो तरुणीहरूको मात्र ब्याग बोकेर हिँड्छ क्या यो साथीले त्यही भएर आज मैले मेरो ब्याग पनि बोक्नु भनिदिएको रहेछ साथीहरू ल यताबाट जान्छ बन्दीपुर बजार अहिले हामी यहाँबाट जान्छौँ पहिला त हामी दर्शन गर्न जानुपर्छ यताहरू हिरोनीहरू हुनुहुन्छ म हिरोनीलाई पनि देखाइदिउँ न अब हामी उकालोतर्फ लाग्यौँ साथीहरू त्यस्तो नभन्नु लक्कीबाट खानेकुरा मात्र भन्नु खानेकुरा भोग्लाएर खानेकुराको मात्र कुरा गरेको मलाई गर्नु मलाई बन्दीपुर श्री भानु माध्यमिक विद्यालय बन्दीपुर 2 तला हो बन्दीपुर 2 हाम्रो त अनि आएकै हो नि त
फाइनली दिदी पढेको स्कुल हो फाइनली गाइस हामी दिदी पढेको स्कुल यो स्कुल चाहिँ अलिकति गोबरहरू पढ्ने स्कुल तर त्यस्तो चाहिँ होइन है हाम्रो दिदी गोबर भएर हो अरू चाहिँ जान्ने नै छ है त्यस्तो बेजे नगरेर म फर्स्ट गर्ल हो म फर्स्ट गर्ल फर्स्ट गर्ल त जो नि हुन्छ नि है उल्टो भएर कि एकजनामा फर्स्ट भयो कि दुईजनामा टान 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 बन्दीपुर बजार ल अब हामी उकालो चढ्दैछौँ साथीहरू चढ्दैछौँ अब हामीलाई लाग्छ लगभग आधा घन्टामा हामी फाइनल्ली पुग्छौँ गाइजहरू फाइनल्ली किन मैले लिपस्टिक ल्याउने बिर्सेँ त मेरो लिपस्टिक गइसकेको थियो कता यहाँ ब्यागमा थियो अघि झिउ गाडीमै छोड्यो नि त कहिले चाहिँ फर्स्ट टाइम हो क्या म मन्दिर आउँदाखेरि पानी नपरेको घाम लागेको फर्स्ट टाइम कि साथीहरू पहिला भिडियोमा म जब मन्दिर जान्छु तब यस्तो पानी पर्छ नि यहाँ आउँदाखेरि पहिलाचोटि हामी आउँदा यस्तो पानी पर्ने अनि यो तारहरू क्या यो तार देखाउनु नि यो तारहरू त हावाले यस्तो गरेको मलाई यस्तो डर लाग्यो है ए भगवान् आजै हो घाम लागेको ल उकालो चढ्दा कस्तो लगाइरहेको त नि रमाइलो यता फेरि ढुक्कै पाएँ नु ब्याग पुरानो यस्तो उकालो छ साथीहरू यस्तो मैले भन्थेँ नि अघि आधा घन्टा लाग्छ भनेर तर हामीलाई लाग्न सक्छ 1 घन्टा किनकि यिनीहरू हिँड्नै सकेको छैन त अनि हामी फाइनल्ली आधा बाटो हिँडिसकेको छ साथीहरू हामी सबैजना यहाँ चाहिँ हैरान भयो साथीहरूलाई ल बन्दीपुरको नजारा हेर्नु होला बन्दीपुरको नजारा खतरा हो कि तर बन्दीपुर चाहिँ आहा गाइजहरू गाइज ओ बिप्सा कस्तो भइरहेको त नि मेरो मुटु चाहिँ यहाँ तल पुग्यो तल नाइटोमा जिम्दै कस्तो भइरहेको त नि इजी त्यही भएर थकाइ मारेको है होइन म त तपाईँहरूलाई कुरेको नि अनि ओ हामीले के तिमीबहादुर मान्छेकै माथि पुग्यो धेरै हाम्रो त पुग्यो होला कस्तो भइरहेको कस्तो हाउ डु यु फिलिङ नाउ अनि फेरि एक बेटर ओ ल यहाँ चाहिँ छोरी हिँड्न नसकेर आमाले बोकेको अवस्था छ है गाइजहरू मैले के भन्ने अरू त अब यस्तो त हो नि सक्दैन कि त्यत्तिकै नाता गरेको मैले धेरै कोसिस बावजुद फाइनल्ली साथीहरू आइपुग्यो बन्दीपुर थानीमा आए यस्तो छ हो कति गाह्रो के बाब्रे मेरो छोरी त खत्तम भयो बिचरा हिँड्न नसकेर
ल आइपुग्यो ल ल ल ल साथीहरु के आधा घन्टा भने त्यसपछि फेरि 1 घन्टा भने लास्टमा त 2 घन्टा लाग्यो क्या हामीलाई यहाँ आइपुग्न जय थानीमै ओम नमः शिवाय ल थानी मन्दिर यस्तो छ यहाँ बेबी सिटर आएर नि यहाँ दर्शन गरिसक्नु भएको छ हामी थानीमा आइसक्यौँ बिबिसा बिबिसा आइज उल्टो खाना फर्स्ट डिभिजन एसएलसी पास छन् के ल ऊ मेरामा पनि बुढेसकाला एसएलसी के पामी बुढेसकाला एसएलसी के पामी फर्स्ट के ए प्लस रामु से मुखटा अमेरिका अस्ट्रेलिया टाके है ल लाउरा छन् के सेतो बुढी डुब्थे बोलाइछ के रानी रानी ल भाग्यमानी हैन रोसाले ल ल काकी धरि नि ना धरि अब 8 कक्षा पास जाटो जमानामा पढिन र टेस्टमा फेल छैन र यसपालि टेस्ट मामी एक्सिडेन्ट न एसिएक मामी पास छन् के पर्या ल ए भिखारी बुढा खान्नुको मारे बिटिस लाएर डुबुस दे नि बिजी लाएर डुबुस बिटिस है ल ल ल ल ल आशीर्वाद दिनु ल ल भाग्यमानी भए ल नमस्ते ल सौभाग्यवती भए काजी दिन्छ गर्भवती नभएछ अब दिन्छ आइज ल दिन्छ मेरो नराम्रो कट्या ल ल सिरियस आशीर्वाद दिनु छ साथी नि अब हामी चाहिँ यहाँ पूजापाठ गरेर पनि भइसक्यौँ थानमा आइसक्यौँ अब हामी चाहिँ यहाँ घरबाट चिया लिएर आछौँ किनकि खाली पेट आयो नि त भोकै केटाकेटीहरू भोक लाग्छ अरे सो त्यही भएर हामी चिया खान्छौँ काँक्रो खान्छौँ खाजाभुजाहरू खाएर अब हामी बन्दीपुर बजार झर्छौँ ल बन्दीपुर बजारमा भेटौँ न बाई बाई मन्दा हेलो कता हो स्कुलमै हो छुट्टी भएन अघि फोन गरेको स्विच अफ भएर छ होइन मेरो मोबाइलमा यहाँ के सेटिङ बिग्रियो जसले फोन गरे नि मिस कल आएको मेसेज आउँछ फोन चाहिँ आउँदैन के ए सुन्न एउटा कुरा भन्नु लाग्यो हामी बन्दीपुर घुम्न आएको पैसै छोडिदिएछ खाजै खानु पाएन के ए हस्ता धन्यवाद छोडिदिनु खाजा नखाइ जानु हाल्दैन अलिकति म क्युआर पठाइदिन्छु छैन मसँग त म पीडित भइसकेको छु अब फेरि त त्यसो भए मैले पठाउनु त तँलाई पठाउन त म क्युआर पठाइदिन्छु हजुर ल तैँले भ्याउँछ कि मैले भ्याउँछ कसले पहिला भ्याउँछ त्यसले हाल्ने मैले पठाउँछु तैँले पठा है पढान खाजा खाने पैसा प्लिज 1000 जब पनि पठाउँछौ क्युआर पठाउने ल ल ल ल ल ल ल पठायो है भेना र म हो त नि के जान्छ तेरो भेनाले बिहाकै छोडेछ ल म हजुर क्युआर पठाइदिन्छु है त ल ल साथीहरू फोन राख्यो पैसा छैन भने अब यसले चाहिँ हामीलाई कतिको माया गर्छ म क्युआर पठाइदिन्छु पठाउँछ पठाउँदैन है त अनि पठायो साथीहरू फाइनल्ली बिचारा मेरो बहिनीले के खाजा खाने पैसा भएन हामी बन्दीपुर आएको भनेर हामीले प्लान गरेको पठाएकै बिचारा हेर्नु यहाँ पारा 1000 रुपियाँ पठाइदियो मेरो बहिनीले बिचारा खै उस पनि पठाएको त्यसले हेर्नु यहाँ मेसेज आयो कि 1000 रुपियाँको
बिचारा मेरो बहिनीले 1000 रुपियाँ पठाए साथीहरू। अब जोस् बहिनीको माया नै देखियो। हामीले चाहिँ यतिकै प्र्याङ गरेको। अब म कतै जाँदाखेरि के अरे जब चिया खाने पैसा छैन भनेर चाहिँ म यसरी भोकै चाहिँ हिँड्न नपर्ने रहेछ। म एउटा चाउचाउ र एउटा चिया भए पनि खाएर म हिँड्न सक्ने रहेछु। बहिनीको माया मैले पाउने रहेछु साथीहरू। फाइनली 1000 रुपियाँ आइसकेको छ। अब हामी चाहिँ त्यो 1000 रुपियाँ ठाउँको ठाउँ रिटर्न गरिदिन्छौँ। हामी रिटर्न गरिदिन्छौँ साथीहरू। त्यस्तो पनि गर्नुहुन्न किनकि बहिनीहरू काठमाडौँमा छ नि त, उसलाई नि गाह्रो हुन्छ बिचरा। मेरो बहिनी चाहिँ टिचर हो साथीहरू। बहिनीले फोन गरे अघि लागेन मन्दा मन्दा प्र्याङ प्र्याङ हामी बन्दीपुर आएको साँच्चीकै घुम्नलाई। घुम्न भन्दा नि मन्दिरमा आएको। अनि के अरे तैँले चाहिँ दिदीलाई कतिको माया गर्दो रहेछ, दिदी भोकै फर्किनु पर्दो रहेछ नपर्दो रहेछ भनेर मैले माया टेस्ट गरेको के। फिर्ता गरिदिनु पैसा, फिर्ता गरिदिनु है पैसा। पर्दैन मेरो साइड। ल ल ल ल के खाने नि हामी 1000 रुपियाँको? मोमो चिकन ललिपप। बिन्ताको फेभरेट मोमो खान्छ ल। बिन्ता म जिम्दाई बिक्सा भेना म त खानुहुन्न। साँच्चीकै खाँदिने ल बोपारा ल। अब हामी जान लाएको फर्किन लाएको। अब दर्शन पनि गऱ्यो भए। यहाँ पुजारीले पनि चाबी लगाएर गइसक्नु भएको छ ल। अब हामी फोटो सोटो टिकटक सिकटक सबै गऱ्यौँ। अब हामी जान लाएको। त्यो त भ्याइ भ्याएन फेरि के गरे भन्दैछ। अब हामी जाने ल। जाम जाम केटाकेटी जाम जाम जाम। ल ल ल यो थन्को मनको ल खान बेलामा खाएर योहरू यता फोहोर गर्नुहुन्न ल साथीहरू। अब हामीले चाहिँ फोटो सोटो सुट गरेर पनि भ्यायौँ, टिकटक पनि बनाएर भ्यायौँ। अब यो चाहिँ मेरो बुढोको चस्मा। यस्तो घाममा चाहिँ आँखालाई यस्तो शीतल बनाउँदो रहेछ, त्यही भएर मैले लगाएको। नसहाए पनि राम्रो मानेर हेरिदिनु होला। अब हामी जान लाग्यो साथीहरू। तर हेर्नु कस्तो खतरा देखेको क्या बन्दीपुर है। अब हामी बजारमा भेट्छौँ साथीहरू। हस्त नमस्ते ल। हामी चाहिँ बन्दीपुर बजार प्रवेश गरिसकेको छ साथीहरू। बन्दीपुर बजार है, बन्दीपुर बजार। ये धन्दै चिप्लेको म क्या राम्रो आएछ नि। अनि यहाँ यो मोमो खट्टु खाने आइरहेको छ। मोमो खट्टु झोलवाला झोलवाला के वाला त? खै मैले नि उसमा देखेको क्या भ्लगमा। खट्टु मोमो खै के हो यहाँ नाम छ क्या यहाँ। साथीहरू अब हामीले चाहिँ भोक लागेर लास्टै भोक लागेर हामीले खाइसक्यौँ। अब फेरि हामीले नपुगेको अवस्था। हामी फेरि खाँदैछौँ। बन्दीपुर सुनसान छ आज त भर्खरै। अब हामी फेरि खान्छौँ अनि जान्छौँ ल साथीहरू। अब हामी खाएको। अब हामी घर जानु लाग्यो। हामी खायौँ, फोटो पनि खिच्यौँ, टिकटक पनि बनायौँ। ल जाऊँ। अब हामी गएको उता चाहिँ हामी खट्टु मोमो भन्ने ठाउँमा भेट्छौँ। आउँछ ल गाइस। हामी चाहिँ अब मोमो के अरे मोमो पाउ खाना आएको। हाम्रो अब बन्दीपुरको यात्रा सकियो। बाई बाई बन्दीपुर बाई। ल अब घर जाने। इमली पाउ बिबिसा, इमली पाउ, मिक्स पाउ, आप पाउ, रङ्गिला पाउ, मोमो खट्टु पाउ। कहिले नि सुन्नु भएन होला यो मोमो खट्टु। यो चाहिँ ट्राई गर्नु होला। मोमो खट्टु पाउ चाहिँ मिठो हो। लो नि त हाली रिकमेन्डेड। कुन किन्ने भनेको बिबिसा बिन्ता? ल
अनि अर्को कुन छ नि स्पेसल हामीले यो पनि चाख्यो अघि होइन यो पनि खाएको मिक्स भएको के बस्छ नि यहाँ मिक्स सबैमा यो छोडे सबै मिक्स हुन्छ ओ यो त धेरै चाट्नु पर्ने रहेछ यिनीहरू के हो नि तपाईँको यो क्यान्डीमा उस ग्रेभी टाइपकोमा त्यो पनि झोल के अलि झ्याउँछ कि झोलमा बो अर्को झोल रहेछ सुक्खा टाइपकोमा क्यान्डीमै पनि गुलियो होला है यो नै हामीले अलिक ठुल्ठुलै अघि त दुईवटा ठुलो चारवटा पाएको सानो ठुलो ठुलै अलिक ठुलो चिमेली निस सुजेल त नि निस कार्जेले ल साथीहरू आज हाम्रो बन्दीपुरको टुर सक्यो बाई बाई बन्दीपुर जान्छौँ अब हामी